हेलो एन्ड नमस्कार, म सम्पूर्ण घिमिरे फरेस्ट पोस्टमा हजुर सबैजनालाई स्वागत छ। आज हामी कुरा गर्दैछौँ ओएमपिएलको बारेमा। र कतिको अन्डर भ्यालुड छ या ओभर भ्यालु छ, यसलाई होल्डिङ गर्दा ठिक हुन्छ कि यसलाई बेच्दा ठिक हुन्छ कि होइन, यसलाई थप्दा ठिक हुन्छ कि भन्ने कुरा आज हामी चर्चा गर्न जाँदैछौँ। ओएमपिएल भनेको ओम फार्मास्युटिकल कम्पनी, जुन चाहिँ भर्खर नेप्सीमा लिस्टिङ भएको छ यही जुनमा। र यो चाहिँ आइपिओ आएको धेरै भएको छैन, भर्खर 1-2 महिना भयो। जुनले चाहिँ 18 लाख किता निकालेको थियो भने प्रमोटर सेयर चाहिँ 42 लाख किता जारी गरेको छ, जुन चाहिँ हुन आउँछ 70%। होइन, 18 लाख भनेको चाहिँ 30% हुन आउँछ पब्लिकलाई। यो चाहिँ एउटा म्यानुफ्याक्चरिङ कम्पनी हो जसले चाहिँ दबाईहरू औषधिहरू बनाउँछ। दबाई औषधि कस्तो बनाउँछ यसले? चाहिँ आँखामा ड्रप्स हाल्ने, इयर ड्रप्स भयो, कफ सिरपहरू भयो, सिरपहरू अरू पनि टाइपको सिरपहरू भयो, यस्तोहरू बनाउँछ यसले। र यसले चाहिँ अब यो चाहिँ कस्तो टाइपको दबाईहरू बनाउँछ भने कार्डियाक भयो, डायबेटिक भयो र जेनरल औषधि पनि बनाउँछ यसले। र यसको फ्याक्ट्री भने चाहिँ चितवनमा लोकेटेड छ। यो चाहिँ अब नयाँ प्रविधिको नयाँ उपकरणहरू र नयाँ टेक्नोलोजी प्रयोग भएर बनाएको प्लान्ट हो। र यसले चाहिँ स्ट्यान्डर्ड फलो गरेर प्रोडक्सन पनि गर्छ। र अहिले हामी यसको कुरा गर्छौँ भनेदेखि अब टोटल मार्केट क्याप कति छ भनेदेखि यसको 9 अर्ब टोटल मार्केट क्याप छ, जुनमा चाहिँ 70% प्रमोटर र 30% पब्लिकले ओभर छ भने। र यसको चाहिँ फ्लोटिङ मार्केट क्याप भनेको 2.7 बिलियन छ नेपाली, त्यो भनेको 2.7 अर्ब जति हुन आउँछ। र यो चाहिँ अब थाहा छ यसमा म्यानुफ्याक्चरिङ सेक्टरको भनेपछि नेपालमा म्यानुफ्याक्चरिङ सेयरहरू अलिक बेसी नै प्राइजमा छन्। र यो चाहिँ यसलाई चाहिँ अब कोभिड पछि हाम्रो देशमा चाहिँ अब आन्तरिक प्रोडक्सनलाई चाहिँ प्रमोट गर्ने तरिकाले चाहिँ हेरिएको छ, त्यही कारणले चाहिँ यसलाई पनि गभर्मेन्टबाट सपोर्ट छ होइन, जुन चाहिँ एउटा पोजिटिभ कुरा छ यसको बारेमा। र प्रोजेक्टको लागत चाहिँ 1.26 बिलियन छ, जुन चाहिँ 1.26 अर्ब हुन आउँछ। र जुनको चाहिँ पेब्याक पिरियड कम्पनीले पे गर्नुपर्ने हुन्छ 8 वर्ष 3 महिनामा यसको पेब्याक पिरियड रहेको छ। र यसको चाहिँ अब हामी इपिएस र आरएनडीको कुरा गर्छौँ। इपिएस भनेको के हो र आरएनडी भनेको के हो त? चाहिँ इपिएस यसको चाहिँ अब क्वार्टर 3 को रिपोर्ट हेर्छौँ भने हामीले 81-82 सालको फिसियल इयर अन्तर्गत यसको चाहिँ इपिएस हामीले एकदम कम भेट्छौँ, जुन चाहिँ 1.68 रुपिज मात्र छ प्रति सेयर। र यो चाहिँ अब एकदम न्यून देखिन्छ होइन, तर चाहिँ एटलिस्ट पोजिटिभ छ। र नयाँ कम्पनीको प्राय स्टार्टिङमा यति नै हुने गर्छ। यसको र अब आउने फिसियल इयर जस्तै अब भनौँ 82-83 सालमा यसको बढ्न सक्ने चान्सेस छ। र आरएनडी भनेको के हो त? आरएनडीमा यो कम्पनीको सबभन्दा बेसी लगानी रहेको छ र यसले चाहिँ यसमा सबभन्दा बेसी पैसा खर्च गर्छ। आरएनडी भनेको के हो? रिसर्च एन्ड डेभलपमेन्टमा यसले आफ्नो पैसा बेसी खर्च गर्ने गर्छ। आरएनडी भनेको जस्तै कुनै पनि मेडिसिनको नयाँ फर्मुला निकाल्ने या कुनै त मेडिसिनमा रिसर्च गर्ने कुरामा चाहिँ यसले आफ्नो पैसा इन्भेस्ट गरेको छ, जुन चाहिँ अब यो चाहिँ हामीले हेर्छौँ भने लङ टर्मको लागि चाहिँ एकदम बेनिफिसियल देखिन्छ। र यसको प्रोडक्सन चाहिँ युरोपियन स्ट्यान्डर्ड अनुसार यसले प्रोडक्सन गर्ने गर्छ, जुन पनि हामीलाई चाहिँ लङ टर्ममा फाइदा हुने गर्छ। र फ्युचरमा यसले चाहिँ आफ्नो ब्रान्चहरू बढाएर एक्सपोर्ट गर्ने पोसिबिलिटी पनि देखिन्छ, जुन चाहिँ अहिलेको लागि चाहिँ अब स्टार्टिङ फेजमा छ, यसमा काम हुँदैछ। र यसको अब हामीले कुरा गरौँ गुड र ब्याड फ्याक्टर होइन, यसको के छन् त राम्रा पक्ष र नराम्रा पक्षहरू। यहाँ सपोर्टिङ गर्ने कुरा के छन् भनेदेखि एक त गभर्मेन्टले सपोर्ट गर्छ, जुन चाहिँ एकदम राम्रो कुरा हो। र यसले चाहिँ डोमेस्टिक पनि डिमान्ड छ, जस्तै नेपालमा पनि यसै डोमेस्टिक मान्छेहरूले पनि यसमा राम्रै रहेको भेटिन्छ। र यसले चाहिँ अब राम्रो टेक्नोलोजी प्रयोग गरेको कारणले चाहिँ अब यसमा प्रोडक्सन पनि राम्रो भएछ र यसले चाहिँ अहिलेसम्म प्रोडक्सन र डिमान्ड सप्लाई मिट गरिरहेको देखिन्छ, जुन चाहिँ यसको एकदम सबभन्दा ठुलो च्यालेन्जेस हो। र हामीले यसमा हेर्छौँ भने चाहिँ यसमा प्रमोटरहरू एकदम राम्रो देखिन्छ। जस्तै इक्जाम्पलको लागि यसमा प्रमोटर हुनुहुन्छ, चेयरम्यान पनि हुनुहुन्छ अर्जुन कुमार श्रेष्ठज्यू। उहाँको क्वालिफिकेसन डिग्री भनेको डक्टरेट अफ इन्टरनेसनल बिजनेस हो। र उहाँको चाहिँ उद्योग एक्सपिरियन्स चाहिँ उहाँको टेक्सटाइल इन्डस्ट्रीमा पनि छ, अक्सिजन प्लान्टमा पनि छ, र यस्तो दबाईका अरू पनि कारखानाहरूमा चाहिँ उहाँको कति विशेषज्ञ देखिन्छ है। र यसको अब रिस्क फ्याक्टर के छन् त? रिस्क फ्याक्टर भनेको कम्पनी भर्खर नयाँ छ होइन, कम्पनी नयाँ हुँदाखेरि यसलाई कति ग्रोथ हुन टाइम दिनुपर्छ। र कम्पनी स्टार्टिङ फेजमा भएको कारणले चाहिँ अब यसलाई चाहिँ त्यसको ग्रोथ चाहिँ हामीले स्टार्टिङमै देख्न नसकिएला। र यसको इपिएस लो छ, र यसले चाहिँ आफ्नो प्रोडक्सन डिमान्ड अब कतिको मेन्टेन गर्छ यो वर्ष आउनु वर्षमा थाहा हुन्छ हामीलाई। अहिलेसम्म हामी यसको फन्डामेन्टल र त्यस्तो धेरै थाहा भइहाल्दैन अहिले, किनकि यसको रिपोर्टहरू त्यस्तो पब्लिस भइसकेको छैन। यसको फाइदा कुरा अरू के पनि छ भनेदेखि कम्पनी चाहिँ अलि अगाडि 78 सालदेखि सायद सुरु भएको हो, त्यही कारणले चाहिँ आइपिएल ढिलो आए पनि लगभग तर धेरै ढिलो पनि होइन, 82 सालमा आयो, लगभग 2-4 वर्ष अगाडि मात्र कम्पनी सुरु भएको हुन्छ, स्टार्टिङ फेजमै छ इन्डस्ट्री। त्यही भएर हामीसँग एकदम ठुलो रिटर्न चाहिँ हामीले गर्न सक्दैनौँ। तर यसमा चाहिँ अहिलेसम्म के छ भनेदेखि प्रमोटर सेयर चाहिँ 42 लाख चाहिँ लक भएको कारणले
र पब्लिक सेयर चाहिँ फ्लोटिङ क्यापिटल जम्मा 2.7 अर्ब मात्र भएको कारणले चाहिँ यसमा चाहिँ अब सप्लाई एन्ड डिमान्डको चलखेल भएर चाहिँ प्राइस अभियसली माथि जान सक्ला। तर अहिले यसको प्राइस चाहिँ फन्डामेन्टल अनुसार चाहिँ प्राइस ठिकै मान्न सकिन्छ। फन्डामेन्टल अनुसार यसलाई ओभर भ्यालुड नै भन्न सकिन्छ। अहिलेको लागि 1500 मा छ, अहिले 2100बाट घटेर 1500 मा आएको छ र अहिले टेक्निकल एनालाइसिस गर्न मिल्दैन किनकि अहिले चार्ट प्याटर्न राम्रोसँगले बनिसकेको छैन। अहिलेसम्म हामीले रिसेन्टली हामी लिन्छौँ भने सपोर्ट कतै पनि छैन र हाम्रो रेसिस्टेन्स चाहिँ 2100 मा देखिन्छ। भर्खर जुन रिसेन्ट फर्केको छ त्यहाँदेखि र यसरी यसको एनालाइसिस गर्न सकिन्छ। अब तपाईँहरू आफै निर्धारण गर्न सक्नुहुन्छ कि यो कतिको फाइदा होला या बेफाइदा होला। म यसको टेक्निकल एनालाइसिस पछि अब 1-2 महिनापछि चार्ट जब अलिकति बनेपछि ल्याउन सकिएला या तपाईँको 1-2 हप्तामा पनि ल्याउन सकिएला। तर अहिले फन्डामेन्टल हेर्दा हामी यसलाई ओभर भ्यालुड भन्छौँ र तर म्यानुफ्याक्चरिङ सेक्टर हो र अरूसँग कम्पेयर गर्छौँ, अरू स्टक म्यानुफ्याक्चरिङमा भएको स्टकसँग कम्पेयर गर्छौँ भने अभियसली यसको प्राइस चाहिँ अहिले जेन्युन देखिन्छ।